हेलो गाइज केटाहरू के छ अब हामी चाहिँ यसो आज हल्का सानो राइडमा गइरहेछौँ अब हेरौँ कहाँसम्म गइन्छ भन्ने मात्रै हो कस्तो दामी सनसेट भइरहेछ दामी भइरहेछ उताको टायर हेर त कतिमा यता यता च्याप कता मपट्टि च्याप टन्नै बाँकी छ दामी बबाल हिँडिरहेछ हाम्रो गाडीहरू पनि आइरहेछ अब हामी चाहिँ अहिले 3 जना छौँ सुदीप नेउपाने एन्जोय निजन निरौला मिस्टर गिरी गइरहेछौँ आज हामी चाहिँ यसो हल्का फुल्का घुमेर निस्क्या हो यस्तो राइडमा त हामी निस्किरहेको हुन्छौँ लङ आज चाहिँ यसो सर्ट राइड मात्रै हो ल हाम्रो गिरी दोष एउटा गीत गाइदिउँ न त ल तीनजना मिलेर कुन गीत गाउँदा ठिक होला यहाँ बजाउँदै भाग्यमा कोरिएका गिरी अलिकति सक्यो यार मलाई आउने यति नै हो दोस्त कुन ल्याउने खालको अलिकति उता सर न गिरी दोस्त अलि उता सर बोलेको पनि सुन गानाहरू कुनै पनि पुरा आउँदैन यार बजाउँदाखेरि मात्रै सुन्न अरिजित सिंहको त सबैलाई आउँछ होला नि त एउटा दिन अरिजित सिंहको नगाउने यार नगाउने यार अरिजित सिंह नेपाली गीत नभइन प्लिज अरिजित सिंह पाला हो अरिजित सिंहले पनि सेम भनेको थियो नि दोस्तै हाम्रो बतायो वो मालुम है वो हाम्रो दर्शकहरूलाई त बाटोहरू देखाइदियो हाम्रो यहाँको हाम्रो बाटो चाहिँ भन्नु पर्दा एकदम बवालै छ हाम्रो यहाँ बाटोहरू एकदम बवाल दामी छ यो चाहिँ हामी यता यस्तो ठाउँ बस्छौँ कि हामी तराईबाट हामीलाई पाहाड आउन कुनै टाइमै लाग्दैन टाइमै लाग्दैन सनसेट हुन लागिरहेछ हाम्रो चाहिँ यस्तो बवाल सनसेट त तपाईँले देख्नु पनि भएको थिएन क्या गाई छ होइन देखा भए पनि हामी पत्याउँदैन देखेछ तपाईँले देख्नु भएको छ भने हामी कुनै पनि हालतमा पत्याउँदैनौँ हामी एकदमै नपत्याउने मान्छेमा पर्छौँ होइन त त्यो त हो हामी यस्तो हाम्रो यस्तो सानो दिन त बस्दा हामीलाई त बस जस्तो पनि लाग्दैन भ्लग चाहिँ चल्ने गफैले हो भन्छ नि हो के हो गफ मात्र होइन छाडा कुरा नि बोल्नु भयो त्यो त तिमीलाई आउँदैन त निजन के गर्छु छाडा कुरा के मलाई आउँदैन म ट्युसन कुरा जान्छु नभइकन पोडकास्ट कसैले पनि हेर्दैन भाइ तँलाई एउटा कुरा थाहा छ तर एउटा कुरा छाडा कुरा नबोलिकन चलेको भनेको सुरक्षा केसी मात्र होला नि सुरक्षा केसी भनेको पुलले म चिन्दिनँ अब एमआरबी को त्यही भएर मलाई थाहा छैन उत्सव फेरि मलाई थाहा छ ए भन्छ त यस्तो हो फेरि फुलको आँखामा फुले संसार काँडाको आँखा पर्ने तँलाई छाडा सबै लाग्यो होला नि त तैँले उत्सव चिन्छस् कमेडियन तर अरू कमेडियन चिन्दैनस् सुरक्षा केसी मैले चिन्दिनँ नि त त्यो भ्लगिङ हेर्ने त थाहा हुन्छ नि त हामी यो पोडकास्टको कुरा अब हामी पनि डक्टर शशाङ्क र डक्टर अनिकेत जस्तै हुने भयो हामी इन्जिनियर ऊ बिजनेसम्यान ऊ अब सेयर मार्केटको के भन्छ किङ अनि अब हामी त अब डक्टर सक्टर लेख्नै परेन हामी त उसै चम्किने भयो क्या अब यतिकै पनि डक्टर हो डक्टर सक्टर हाम्रो कोचीमा माला हो सही गयो क्या निजन जस्तो 2 4 शब्द दिउँ न भ्लग सकिन्ला त फेरि अब यस्तै हो यो चाहिँ फर्स्ट टर्निङ पोइन्ट है फर्स्ट टर्निङ पोइन्ट स्टार्टिङ पोइन्ट यही हो स्टार्टिङ पोइन्टमा छौँ हामी यहीँबाट हो हामीले टर्निङ लिएर गएको त्यो हामी यो त फर्किरह्यो हामी त राइड बुक गयो अरे अब यसपछि हाम्रो पुरै स्ट्रेट बाटो छ एकदमै स्ट्रेट यतिको स्ट्रेट त नेपालमा लगभग भेट्न उकालो ओह्रालो भएको ठाउँमा चिया स्टेसन पनि देखाइदिएर हाम्रो चिया स्टेसन यही हो हामी बेला हिँडेर चिया आज बहिनीहरू टन्नाएर आज चाहिँ हामी पुरै यता पस्दैनौँ आज हाम्रो बाइक लिएर आउँदा स्टेसन यो हो गाडी लिएर जाँदा हाम्रो अर्कै हुन्छ होइन त्यो त अर्कै हुन्छ अर्कै नै हुन्छ हाम्रो त लवाज अनुसार पनि हाम्रो फरक हुन्छ नि अनमोल केसीले भने जस्तो हो हामी अनमोल केसीको पनि अनि ऊ हो नि त यसो हाम्रो कहिलेकाहीँ डुल्ला हाम्रो एउटा चिया अड्डा चाहिँ यो पनि हो रिसोर्ट हो होइन यसमा हाम्रो निजन सरको पनि एकदम इक्विटी छ कति पर्सेन्ट हो अब त्यो चाहिँ खुलाउनु मिल्दैन सोसियल मिडियामा होइन हाम्रो मामाहरू यता हुन्छ ट्राफिकलाई हामीले जागिरमा राखेन त्यता नि हाम्रो गाडीहरू कहिलेकाहीँ यसो गाडीहरूलाई राख्दैन पिताजीमा खेरबाट यो हाम्रो रेडियो नेपाल चाहिँ यही हो हाम्रो नेपालको पहिलो
नेपालको भोजपुरीमा समाचार वाचन हुने ठाउँ यहीँबाट हो। हामी भोजपुरी पनि अलिअलि चालपाल बोलिदिन्छौँ। ल हाम्रो साथीको होटल देखाइदियो उतातिर यो होटल चाहिँ हाम्रो चिया अड्डा हो समटाइम होइन। हामीले चाहिँ यसलाई स्पोन्सर हामी चाहिँ यसो बर्दिवासमा चम्काउने काम गर्नुपर्छ किनभने हाम्रो साथीको हो यो होटल गुन्ज। कसैलाई आउनु पऱ्यो भने हामीलाई सम्झिनु होला, हामीले एकदम स्पेसल डिस्काउन्टको साथ राखिदिन्छौँ। स्पेसल्ली रिफर बाई एनजे भन्यो भने तपाईँहरूलाई 10% छुट हुन्छ, 25% डिस्काउन्ट हुन्छ है लगिङ फुडिङ दुइटैमा। ल गाइज होइन त त्यो त हो यस्तो सामान्य हो क्या हाम्रो लागि। सामान्य त्यति पनि भएन भने त के केही कुरा वैशाख 1 गतेदेखि त हामीले त छोड्यौँ यस्तो शब्द जालहरू बुन्नलाई होइन। दोस्त यहाँनिर उयो पनि छ यार मसाज सेन्टर दामी। फुलको आँखामा फुले संसार। म हुन त यहाँ पनि थिएन नि त, मन्दिर पनि थियो थिएन चाहिँ यहाँ अख्तियार पनि थियो होइन, तर सेन्टर मात्रै देख्यो। अब के गर्ने, फुलको आँखामा फुले संसार। काजी दाई के भनिदिनु? हाम्रो यहाँ चौकी देखाइदेऊ। हाम्रो चौकी हामीसँग थुन्ने यहाँ हो तिमीहरूलाई। भिटेनको मामा घर चाहिँ यही हो होइन। हाम्रो त अब हामीसँग कसैलाई लफडा गऱ्यो भने यहीँ ल्याएर थुन्ने हो। भाँचपुट प्याचपुट पनि हानिदिने हो अनि त्यसपछि ल्याएर कम्प्लेन हानेर फेरि जागिदिने अनि जोडेको। बर्दिवासमा त डराएर हिँड्यो फेरि होइन, कटकटमा हान्नुपर्छ कि। यो चाहिँ एकदम भाइरल बाटो हो, देखाइदेऊ। मान्छेहरू यहाँबाट धेरै भाइरल लक परेर डेटिङ हिँड्यो भने त फिक्स बिहे हो क्या। यतिको चाहिँ ल हाम्रो बर्दिवासमा यो लकी बाटो पनि हो कि। साथीको यहाँ भाइरल घर बन्दै हाम्रो यहाँ साथीको भाइरल घर बन्दैछ यहाँनिर चाहिँ। अब यहाँनिर बन्दैछ एकदम द्रुत गतिमा काम भइरहेछ होइन। तिम्रो दारी मात्र आयो अब देखाउनु खोजेको भएन। ल हामीले के भनेको थियो, फर्स्ट टर्निङ त्यही हो। हामीले कुनै पनि टर्निङ लिएको छैनौँ। हाम्रो सुरक्षाको लागि हाम्रो मामाहरू अगाडि लागिसक्नु भयो होइन। ल जम 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 पछि पछि हामी छौँ। ल अगाडि पुरै बाटो साटो क्लियर गर्दैन। ल टोके ल्याएन क्या फेरि के भन्नु। ल ल बाटो क्लियर गरौँ, बाटो क्लियर गरौँ। हामी अगाडि लाग्दैन न, मामालाई खासा होइन। निकाल्नु। बाटो क्लियर गरिराखन्, अरू केही छैन। ल ठिक छ। ल हाम्रो चाहिँ हाम्रो मामाहरूले बाटो क्लियर गरिराखन्, हामी चाहिँ स्कटिङमा गइरहेछौँ। अब हामी चाहिँ उतातिर हामी चाहिँ थाहा नदिकन निक्लेको थियौँ। त्यो कारणले गर्दाखेरि हामीले स्कटिङ भएन। जुन अब फर्किँदाखेरि हाम्रो थाहा पाइसकेको कारणले गर्दाखेरि सिभिलमा एकजना हुनुहुन्छ र एउटा प्रहरीका साथीहरू हाम्रो स्कटिङ भइरहेको हुने चाहिँ एकदम हाम्रो खुफिया एजेन्सीबाट लाग्नु भएको हो। उहाँको आइडेन्टिटी हामीले रिभिल गर्न मिल्दैन होइन। त्यो रमा हो। अब थाहा नेपाली र सिबिआई हो। र एजेन्ट मिस्टर भन्न मिल्दैन। मिस्टर एबिसी खत्री मान्नु न तपाईँ। अब चाहिँ हाम्रो ट्याक्कै चोक हाम्रो बर्दिवासको मुटु ट्याक्कै होइन। दिस इज अ पल्मोनरी धमनी पल्मोनरी सिरा फ्रम बर्दिवास महोत्तरी। अनि झन्डा त हाम्रो त एकदम सान पहिचान हो नि। महोत्तरी महोत्तरी भन्ने एउटा गीत अहिले भाइरल भइरहेको। त्यो पनि हाम्रो वडाले निकालेको हो। के छ हाम्रो प्लान? हाम्रो गैँडा चोक जाँदैछौँ। हाम्रो गैँडा चोक हाम्रो चितवनमा मात्र गैँडा चोक होइन, हाम्रो बर्दिवासमा पनि गैँडा चोक छ। पहिले उतापट्टि थियो, अघि हाम्रो मामाहरूले जहाँ हामीलाई स्कटिङ दिइरहनु भएको थियो त्यहाँ थियो। अहिले हामीले सिफ्ट गरेका छौँ। हामी चाहिँ यतिको के भन्ने होला धनी पावरवाला भन्ने होइन, पावरवाला छौँ। चोकको नामहरू प्रायः बर्दिवासको हामी आफैले राख्छौँ। हाम्रो लगभग गैँडा चोकतिर जाँदैछौँ। भिडभाड देखाइदियो मान्छेहरूको चल। यो चाहिँ बर्दिवासको सिपी है, चल पहल। यो चाहिँ हामी यसो हामी दिँदैनौँ त्यो पनि। बर्दिवासमा रहेको यो घर पनि हामीबाटै कन्स्ट्रक्सन भएको हो र हामीबाटै डिजाइन प्राप्त गरेका हुन् यिनीहरूले। एकदमै हाम्रो बर्दिवासको मुटु। समन कलिङ यु क्यान आई कट ओके चिल्ड्रेन भने कटिसक्यो। काट्दा नि केही फरक पर्छ र
काट्दा फरक त पर्दैन तर मैले काट्दिनँ गिरी सरलाई हाम्रो फतेह सरले फोन गरेर जानुभयो जस्तो लाग्यो बुझेर अब चाहिँ हात दुख है किमल चाहिने रहेछ दोस्त स्ट्यान्ड चाहिन्छ कसरी यसरी यसरी हुँदो रहेछ नि त यसरी कट गरिदिउँ है ल आजको लागि बाई बाई ल हात यस्तो बाई गाइजहरू आजको लागि